भन त अङ्कलले अनि तिमी बाड्दै हिँडेको यो तिमी जस्तो मान्छेले बाड्ने कुरा होइन नि त यस्तो कुरा बाबा यस्तो तिमीले बाड्दै हिँड्ने होइन नि त सानो स्कुल जाने मान्छेले आज हाम्रो लाग्दैन त तिमीलाई थाहा छ यो के को हो भनेर थाहा छ के को भन त श्रम संस्कृतिको कसलाई दिँदै आउँदै हुनुहुन्छ बाबु सबैलाई होइन ल बिस्तारै तलबाट आउने तलबाट उता सबै अगाडि। दर्शकवृन्द फागुन 21 को चुनाव नजिकिएसँगै चुनावी प्रचार प्रसार र आमसभा जुलुस होइन र प्रचार प्रसारका कार्यक्रमहरू तीव्र बढिरहेको छ। तर मैले जोड्नै पर्ने कुरा चाहिँ योभन्दा अगाडि राखेको भिडियो कुनै पनि प्रतिशोध साध्न र कोही व्यक्ति र पार्टीप्रति लक्षित थिएन। दर्शकवृन्द निर्वाचन भन्ने बित्तिकै कानुन नियम र आचार संहिता पूरा रूपमा लागू गरेर त्यसमा सहभागिता हुनुलाई पनि जनाउँछ। तर नेपालमा हुने गरेको विभिन्न खाले निर्वाचन सङ्घ प्रदेश र स्थानीय तहकै निर्वाचनहरूमा पटक पटक शीर्ष बनिएका दल शीर्ष बनेका व्यक्ति र नेताहरूबाटै निर्वाचन आचार संहिता उल्लङ्घन हुँदै आएको छ। यस पटक धरानमा देखिएको यो आचार संहिता उल्लङ्घनको घटना सामाजिक सञ्जालमा अत्यन्तै धेरै भाइरल भइरहेको छ। बालबालिकाहरूलाई पार्टीको ड्रेस लगाउने र बालबालिकाहरूलाई श्रमदानमा लगाउने गरेको भन्दै त्यहीको बाल सङ्गठनले निर्वाचनको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयमा विज्ञप्ति बुझाएको छ, निवेदन बुझाएको छ, उजुरी दिएको छ। यो उजुरी दिएको कुरालाई श्रम संस्कृति पार्टीले पूर्वाग्रही भएर उजुरी दिएको भन्दै श्रम संस्कृति पार्टीका समर्थकहरूले कुनै धर्म जात र उसको वेशभूषा र पहिरन सम्बन्धी गाली गलौज गरिरहेका छन्। तपाईँ सम्पूर्णमा म यो कुरा आग्रह गर्न चाहन्छु, श्रम संस्कृति पार्टी मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा पनि एउटा बच्चाले झण्डा हल्लाइरहेको फोटो भिडियो पनि भाइरल हुन पुग्छ। श्रम संस्कृति पार्टीका कार्यकर्ता नेताहरूले रासोपाको कार्यक्रममा चाहिँ बच्चाहरूले यसरी झण्डा हल्लाउन हुन्छ, कसैले उजुरी गर्दैन। हाम्रो पार्टीको चाहिँ ड्रेस लगाएर गर्दाखेरि उजुरी गर्ने भन्ने किसिमका तर्क वितर्क गरिरहेको छ। र रासोपाको कार्यक्रममा झण्डा हल्लाउने बालक पनि निर्वाचन आचार संहिता उल्लङ्घन हो र श्रम संस्कृति पार्टीको त झण्डा हल्लाउने मात्रै होइन दर्शकवृन्द, त्यो फोटो खिच्दाखेरि चाहिँ एउटा समूहले दात्री निकालेर दिएको लुगा लगाइयो भनेर टार्ने कोसिस गरिएको थियो होला। फोटो खिच्ने कुरा कुनै दात्री निकालेर दिएको ड्रेस बच्चाहरूले लाउने रहर गरी लगाएर खिचेको होला। तर यो अर्को बालक, मैले सुरुमा राखेको भिडियो, यो अर्को बालकलाई प्रत्यक्ष रूपमा प्रचार प्रसारको सामग्री हातमा पेपर प्रचार प्रसारको सामग्री श्रम संस्कृति पार्टीको घोषणा पत्र पेपरै बोकेर चुनाव प्रचार प्रसारमा खटाइएको छ। यो सख्त कानुन उल्लङ्घन हो, निर्वाचन आचार संहिता उल्लङ्घन हो र यसरी निर्वाचन आचार संहिता उल्लङ्घन गरे बापत त्यो ठाउँको उम्मेदवारको उम्मेदवारी नै खारिज हुन सक्ने किसिमको नियम कानुनहरू नेपालमा रहिआएको छ। म सम्पूर्ण पार्टी, श्रम संस्कृति पार्टी मात्रै, रासोपा मात्रै होइन, काङ्ग्रेस, एमाले, नेकपा जति पनि अन्य पार्टीहरू हुनुहुन्छ, सम्पूर्ण पार्टीहरूले बालबालिकाको प्रयोगमा रोक लगाउनुपर्छ। पार्टीको नेतृत्व तहबाट रोक लगाउनुपर्छ, न कि कुतर्क गरेर अरू पार्टीमा यस्तो थियो हाम्रोमा किन हुँदैन भन्ने किसिमका कुतर्कहरू नगरिदिनु हुन म सम्पूर्ण पार्टी, श्रम संस्कृति पार्टी मात्रै होइन सबै पार्टीलाई म हार्दिक अनुरोध र अपिल गर्दछु। किनकि बाल मस्तिष्कलाई राजनीतिसँग जोडेर हेर्नु हुँदैन। बालबालिकाहरू नितान्त उनीहरूको पढाइ र उनीहरूको खेल्ने क्रममा व्यस्त हुनुपर्दछ। राजनीतिक प्रचार प्रसार ठुला बडाले गर्ने हो अथवा 18 वर्ष उमेरभन्दा माथिकोले गर्ने हो। सबैलाई मताधिकार किन हुँदैन, बालबालिकालाई मताधिकार किन हुँदैन भन्दाखेरि उनीहरूको सोच्न सक्ने क्षमता विकास भइसकेको हुँदैन, राजनीतिक ज्ञान र चेत उनीहरूको दिमागमा भरिएको हुँदैन। तसर्थ बच्चाहरूलाई राजनीतिमा लगाउनु हुँदैन भन्ने कानुन नेपालमा मात्रै होइन विश्वमा छ। तसर्थ श्रम संस्कृति पार्टीले आफूहरूले घमण्ड नगरिकन यस्ता कुराहरू अहिले त भइहाल्यो, सामाजिक सञ्जालमा आइहाल्यो, एउटा बालकलाई जुन पेपर बोकेर अङ्कलले पठाउनु भएको भन्दै गरेको जुन सामग्री छ त्यो त स्पष्ट रूपमा के छ भन्दाखेरि कानुन विपरीत छ। रासोपाकै पनि हेर्ने हो भने बच्चाहरूले झण्डा हल्लाइरहेको छ, बच्चाहरूले घन्टी हल्लाइरहेको छ, त्यो सरासर गलत छ।
तसर्थ रासोपा न कि श्रम संस्कृति न कि रासोपा न त कसैले पनि बालबालिकाको प्रयोग यसरी गर्न पाइँदैन। यो सक्त रूपमा कानुन विपरीतको कार्य हो। तसर्थ अब सबै पार्टीहरूले बालबालिकाको अप्रत्यक्ष रूपमा कसैले प्रयोग गरिरहेको छ भने पनि नेतृत्व तहबाटै यो कुरालाई रोक लगाउनु होला। तपाईहरू सजग हुनु होला, किनकि दुश्मनहरू चारैतिर हुन्छ, तपाईको दुश्मन पनि लागेको हुन सक्छ। र ड्रेसै लगाएको कारणले गर्दाखेरि चाहिँ नियतमै पनि खोट हो कि भनेर विभिन्न तर तबकाबाट पनि कुरा उठिरहेको छ। किनकि पार्टी लेखेको ड्रेस बच्चाले लगाउन पाइँदैन, निर्वाचनको बेलामा चाहिँ अरू बेला पनि। फलानु पार्टी लेखेको लुगा बच्चाहरूलाई लगाउन सक्त मनाइ छ। श्रम संस्कृति पार्टी लेखेको लुगा बच्चाहरू लगाएको फोटो छ्यापछ्याप्ती छ, ढुङ्गा बोकेको फोटो बाल श्रम शोषणसँग सन्दर्भित छ हैन। विद्यालयले प्रोजेक्ट वर्कको बेलामा बालबालिकालाई लगाउनु अलग कुरा हो, तर इन्डिभिजुअल कुनै पनि पर्सनले, कुनै पनि पार्टी अथवा समूहले बालबालिकालाई इच्छा व्यक्त गरेकै अवस्थामा पनि, बालबालिकाकै सहमतिमा पनि श्रममा लगाउने, बालबालिकाकै इच्छा अनुसारै पार्टीको गतिविधिमा लगाउनु पनि उनीहरूको इच्छा हुँदा हुँदै पनि बालबालिकाले रहर गरेर गरेको, जबरजस्ती गरेको होइन भनेर तपाईँ उम्किनु हुँदैन। बालबालिकाले इच्छा गरेकै अवस्थामा पनि तपाईँले त्यसरी प्रयोग गर्नुहुन्छ भने त्यो कानुनबाट वर्जित हुन्छ, कानुनले त्यसलाई दण्ड दिन्छ। अब कुतर्क गर्ने भन्दा अहिलेसम्म भएका गल्तीहरूलाई आफूले अनुसरण गर्दै आफ्नो पार्टीबाट अब श्रम संस्कृति पार्टीले पनि, रासोपाले पनि, काङ्ग्रेस एमाले पनि बालबच्चाहरूलाई प्रयोग गर्न दिनु हुँदैन, झन्डाहरू प्रयोग गर्न दिनु हुँदैन, आफ्नो पार्टीको नाम लेखिएको अङ्कित लेखिएको टी सर्टहरू प्रयोग गर्न दिनु हुँदैन। त्यसै गरी चुनाव चिन्ह छ, त्यो घन्टी बजाउन दिनु हुँदैन पार्टीको प्रचारको बेलामा। तसर्थ अब सजग हुनु होला। निर्वाचन आचार संहिता उल्लङ्घनको कानुन अत्यन्तै कडा छ, तपाईँको उम्मेदवारी खारेज पनि हुन सक्छ। र सामाजिक सञ्जालमा धेरै नै चर्चाको विषयवस्तु रहेको बालेन शाह बालेन, प्रधानमन्त्रीका उम्मेदवारहरू रासोपाको तर्फबाट बालेन शाह बालेन, नेकपा एमालेको तर्फबाट केपी शर्मा ओली र गगन थापा बीच पब्लिक डिबेट गराउने भनेर केही वरिष्ठ पत्रकारहरूले अभियान थालेका थिए। तर केपी शर्मा ओलीले त्यसमा चाहिँ आफू चाहिँ डिबेटमा सहभागी हुन्छु भन्ने आशयका साथ आफू चाहिँ देश बचाउने, अरू चाहिँ सबै देश जलाउने भन्ने किसिमको गलत अर्थ लाग्ने किसिमको स्ट्याटस लेखिसके पछाडि बालेन शाह, रासोपाका वरिष्ठ नेता बालेन शाहले त्यसको खण्डन गर्दै 76 जनाको हत्या गरेका हत्यारा र त्यसका मतियारसँग आफू नबस्ने भनेर भनेका छन्। यसमा स्पष्ट रूपमा बुझ्न सकिन्छ बालेन शाहले केपी ओलीलाई 76 जनाको हत्यारा भनेका छन् भने गगन थापालाई बालेन शाहले हत्याराको मतियारको रूपमा उल्लेख गरेका छन्। तपाईलाई के लाग्छ, यो डिबेट हुनुपर्छ पर्दैन? आफ्नो विचार धारणा कमेन्ट बक्समा राख्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ र हाम्रो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्न नभुल्नु होला। आजलाई यो भिडियो यति नै। अर्को भिडियो लिएर उपस्थित हुने बाचा गर्दै म प्रस्तोता आशिष ठकुरी बिदा माग्छु। नमस्कार, जय नेपाल।